ल हामी चाहिँ नेसलुङको उल्टो घरमा खोइ नेसलुङमा उल्टो घर उल्टो छ यहाँ ग्यास बाल्दैछु म अहिले ग्यास उल्टो माथि छ यता फ्रिज पनि पो उल्टो फ्रिज तपाईँहरू देख्नुहुन्छ त्यो आलमारी पनि उल्टो छ यो सामान राख्ने यो पनि उल्टो छ लु बस्नु त एकचोटि टोइलेटमा उल्टो घरमा उल्टो थिरिन के मैले फेरि ल बेड हेर्नु न ल माथि खोइ मलाई सुताउनु नै सुताउनु त लु बेडमा सुताउनु मलाई सुताउन सक्छ होला दुईजनाले सकिन्छ नि मलाई दुईजनाले सुताउन आइरहेको छ एकजना यहाँबाट एकजना यहाँ माथिबाट त्यो त घोप्टे बर पऱ्यो नि फेरि घोप्टे त तपाईँ घोप्टे बर ल सिरानीका भइरहेछ पशु दिइरहेछ सुतेर पनि झरिसकेको छ दामी छ तपाईँहरू यसरी उल्टो सुत्न सक्नुहुन्थ्यो कहिले उल्टो ल सुत्ने तिमी पनि यो उल्टो बेडमा सुत्ने नानीहरू भाइ गर्ने भिडियोमा भाइ यहाँ टोइलेट गर्न आइरहेको छ भाइले तिमी पनि कुन सानो नानी तिमी पनि यहाँ किचन फ्रिजमा के छ त साथीहरू फ्रिजमा यहाँ कफी छ ओ खाली मात्रै रहेछ फ्रिज ल तपाईँहरूले यहाँनिर हाम्रो कार छ है अहिले चढेर डाइनेसर पनि यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ पुरै देखिरहेछ त यहाँ हाम्रो भ्यू टावर उल्टो घर ए के हो यो ल आज चाहिँ हामी क्लाजुङ 3 को नेसलुङ डाँडा भ्यू टावर उल्टो घरमा यहाँ आज चाहिँ चासक तमनाङ भन्ने कार्यक्रममा यहाँनिर हामी आइसकेको छौँ। चाहिँ मेला लागिरहेको छ आज यहाँनिर केटाकेटीहरू खेल्ने ठाउँ पनि छ। ए के हो यो ल
ल आज चाहिँ हामी क्लाजुङ 3 को नेसलुङ डाँडा भ्यू टावर उल्टो घरमा यहाँ आज चाहिँ चासक तमनाङ भन्ने कार्यक्रममा यहाँनिर हामी आइसकेको छौँ। यहाँ चाहिँ मेला लागिरहेको छ आज। यहाँनिर केटाकेटीहरू खेल्ने ठाउँ पनि छ है। कता निस्किनु फेरि भर छिर्नु पाउँदैन त टिकट। ए मेला चाहिँ भव्य लागिरहेको छ है साथीहरू। मेला घुमिरहेको छु